हेर्नु सक्नुहुन्छ तपाईहरुले यस्तो धेरै छ कि कसम मेलामा आउने हैन आज एक गते स्पेसियल सबैलाई हैन अखापारामा अनि र सबैलाई ह्यापी माघे संक्रान्ति भन्दै आज चाहिँ भ्लग पनि दामी हुने रहेछ यहाँनिर कुना काप्चा सबै देखाउँछु म किनभने छम्मीहरु जंगल जंगल पसेर बसिदिरहेको होला हैन अखापारामा सो त्यसलाई देखाउनु पर्ने हुन्छ है हिँडिरहेको मान्छेहरु हैन भाँचेर सबै तल झर्यो भने कति मजा हुन्छ हैन पालै हेलो वेलकम ब्याक मनोज मगरको ब्लगमा तपाईहरुलाई स्वागत छ तपाईहरु पनि सन्चै हुनुहुन्छ होला म पनि एकदमै सन्चै छु अनि सबैलाई ह्यापी माघे संक्रान्ति पनि भन्दै म टक्कसँगले आजको ब्लग चाहिँ यहीँबाट स्टार्ट गर्ने छु केटाहरुको घर पुगेर दामी त्यहाँबाट स्टार्टिङ हुनेछ मजाले ढुक्क भएर हेर्नु ल आँखा च्याति च्याति गाइस बिहान उठेर हैन नुहाएर टक्क नुहाएर अनि केटाहरुसँग चाहिँ माइबेनी बजार जानु खोज्दै छु यहाँनिर केटाहरु भेला भइरहेको छ ओ माय गॉड अब चाहिँ चट्ट बेनी बजार जानुपर्ने हुन्छ विवेक हिँड्न मैचाङहरु भेटिन्छ त यसो एक दुईवटा मैचाङहरु पनि म जादिन मैचाङ हेर्ने आउने शक्ति म चाहिँ यहाँनिर एकदमै ट्राफिक प्रहरीको काम गर्दै दाजु बस्ने हो एकदमै ओइ तेरो लाइसेन्स निकाल निकाल छिटो फाइनली अब चाहिँ हामी चाहिँ बाटोबाट लाग्नुपर्ने हुन्छ हैन अलिक बाटोबाट तल तपाईहरुलाई दामी चाहिँ तल टक्कपारामा दामी अन्त खतरनाक ठाउँमा आइसकेको छु नि देख्न सक्नुहुन्छ हाइड्रो पावर पनि अनि पछाडि केटाहरु पनि आउँदैछ हैन अनि तपाईहरुलाई चाहिँ म अझ बबाल एउटा यस्तो जाडो महिनामा अनि मा कसम म घरमा बिहान ननुहाउनु भने चाहिँ नि मा कसम यहाँ पौडी खेलिदिन्थ्यो क्या त्यस्तो बबाल धुवा छ क्या अब यस्तो यतिको धुवा चाहिँ हैन मा कसम देखेको थिइनँ क्या यहाँबाट हैन यहाँबाट स्विमिङ हानेर गयो भने ओ तल धुवामा बबाल पुगिन्छ क्या बबाल जाडो महिनामा हुनुहुन्छ मा कसम पौडी खेलिदिन्थ्यो क्या यस्तो बबाल छ त्यस्तो बबाल छ गहिरो पनि त्यस्तै छ हैन फेरि यता माथिबाट सललल आउँदा हुन्छ कि माथिबाट टक्क आउँदा यस्तो दामी हुन्छ नि मा यहाँ बबाल यतिको चाहिँ मैले अहिलेसम्म माई खोलामा देखेको थिइनँ होइन यहाँ चाहिँ बबाल धुवा भएको रहेछ ल यति नै अहिले तल माइबेनी पुगेर भन्दा नि अलिक माथि दामी ठाउँ छ भने देखाउँछु नत्र माइबेनी पुगेर भेटौँ अक्खापारामा गाइज ल गाइज अहिले चाहिँ टक्कपारामा अक्खापारामा हामी चाहिँ यहाँनिर कहाँ आइपुग्यो भने हामी चाहिँ यहाँनिर टक्कसँगले मेरो ससुराली नहुनेवाला ससुराली जाने बाटोमा आइपुग्यो ओहो हान न केटा हो यो हो नि त शैली अनि टक्कसँगले यो चाहिँ मेरो नहुनेवाला ससुराली जाने बाटो बाटो भन्दा नि पुल मा कसम से छोडिदियो मैले म्याम बोल्नु पनि मैले पनि नराम्रै बोलेको त्यसले पनि नराम्रै बोलेको त्यही भएर ब्रेकअप भयो मलाई बाल लाग्दैन होइन तर पनि घरिघरि माया लाग्छ हो कि होइन हो यो हो नि त शैली यस्तो चाहिँ हुनु पर्यो नि त अनि टक्कसँगले यहाँ पुल चाहिँ देख्न सक्नुहुन्छ यस्तो बबाल छ मा मेरो ससुराली भन्दा पनि दाइको ससुराली जाने बाटो हो तर मेरो पनि ससुराली हुन्थ्यो होला होइन तर मैले मुख छाडेर त्यो डेथ ल्याङ्ग्वेजहरू बोलेपछि केटीहरू तर्सेर भाग्दो रहेछ भन्ने मलाई थाहा नै थिएन अक्खापारामा होइन भाग्दियो तर पनि बाल छैन ल अलि तलतिर बबाल अनि त खतरनाक यहाँनिर टक्क झोरलुङ्गे पुल पनि देख्न सक्नुहुन्छ तपाईँहरूले होइन आज चाहिँ भ्यू पनि खासै राम्रो आएको छैन किनभने आज तुवालो लागिरहेको छ हाम्रोतिर होइन ल ठिक छ मेरो खुकुरी बिग्दैन आज झोला बोकिरहेको छु कोसेली लगौँ भनेको जस्तो नहुने होला ससुरालीतिर ओ माई गड हो देख्न सक्नुहुन्छ माई खोला यहाँनिर त तर्नुपर्ने हुन्छ हामी यहाँ टक्क जाने यहाँ टक्कैहरू टेक्ने होइन अनि यहाँबाट टक्कै यहाँ यसरी आउने हो है केटाहरू चाहिँ माथिबाट तर्दैछ म चाहिँ आनन्द मस्तसँगले आइदियो क्या हाम्रो काकालाई चाहिँ बोकेर तार्नु पर्थेछ तर अगाडि आऊ न अगाडि काकालाई चाहिँ बोकेर तार्नु पर्थेछ यार तनाव भयो तर ठिकै छ हामी आनन्दले तर्दिने हो यहाँ केटा तर अगाडि तर्यो त दिवस चाहिँ कि म जाउँ हौ केटाहरूको पाली जम्प चाहिँ चाहिन्छ है जम्प चाहिँ जम्प फुत्तै आम्फाला फुत्तै
एउटा खुट्टाको ब्यालेन्सले पवन 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 होइन यो झन् होइन यो मुलाहरू लड्ने विचार गरेको हाम फाल न हो त्यति सक्दैनौ ओ हो 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 यो है पुल पुल बनायो पुल हो उता उता बिचमा उता बिचमा लगा त उता खुट्टाको बिचमा हो पुल अरे पुल बन्यो गाइस पुल मायु खोलाको खतरनाक पुल बाबाले त खतरनाक पुल हो यहाँ देख्न सक्नुहुन्छ यहाँनिर सानो पुल माथि ठुलो पुल भरे माथ्यो भने हामी अब माथ्यो भने भरे मुला तर्नु सकिँदैन नि त पानीमा पसिन्छ नि त त्यही भएर अगाडि नै पुल बनाइदिइराखेको ओहो बबालमा यस्तो उयो भइदिइरहेछ नि प्याक आम्बो गाडी आएको छ गाडी ओहो बबाल ओइ पुलमा गाडी जानुपर्छ कहाँ छ गाडी गाडी साडी मैले केही पनि देखेको छुइनँ म चाहिँ बाल होइन होइन अगाडि टक्क हिँडिरहेको छु तर पनि सानमा हिँडिदिने हो कि होइन केटा हो हामी यस्तै त हो नि होइन यस्तो यस्तो बबाल माइ खोला गाइस तल चाहिँ माइ खोला यहाँनिर पुल चाहिँ पुरा प्याक छ होइन माइ खोला बबाल देखिराख्नु भएको छ तपाईँहरूले फोन त काका यस्तो समातिरहेको छु नि मा कसम होइन फोन चाहिँ यहाँबाट झऱ्यो भने फेरि मेरो सक्यो होइन भ्लगिङ नै सकिन्छ त्यही भएर यस्तो समात्छु नि म यो चाहिँ अब आज चाहिँ मैले के च्यालेन्ज गर्नुपर्छ भने सबैको छेउमा गएर होइन पखा पारामा होइन पैसा छैन तर पनि सानमा हिँड्ने हो भनेर सबैको छेउमा भन्नुपर्ने हुन्छ धेरैचोटि भन्नु सबैमा पब्लिक गर्नुपर्ने हुन्छ क्या यो चाहिँ मैले पब्लिक अब लड्की छिमेकी मैचाङहरूको छेउमा गएर टक्कसँगले होइन मैले चाहिँ पैसा छैन र पनि सानमा हिँड्ने हो भन्ने हो गर्नुपर्ने हुन्छ होइन टक्क पारामा अब जानुपर्ने हुन्छ तब मेला ल फाइनली गाइस यहाँ चाहिँ रुई देख्न सक्नुहुन्छ रुई नै होइन रुई जस्तै हो यो बाल नदिउँ न हामी हिँड्यौँ पैसा छैन खानु मन थियो पैसा छैन सानमा हिँड्ने हो नि त होइन यस्तो यस्तो प्याक छ नि यहाँनिर चाहिँ टक्क पारामा पैसा छैन त्यही पनि सानमा मेलामा आइदिरहेको छु म पैसा छैन मसँग सानमा हिँडिरहेको छु त्यही पनि कसम चिनिस अरे केटाहरू यहाँनिर भ्लग बनाउँदै हिँडिरहेको छु क्या मुकेश सरकार होइन त्यस्तै लाग्यो त यो रुई खाने पैसै छैन मसँग तर के गर्नु होइन सानमा त हिँड्नु पर्यो नि त खानु त मन थियो नि के गर्ने है मेला आइएको छ नि त त्यस्तै कुरा गर्ने हो नि त यहाँनिर बबाल हान्नु परेन आज अनि मेला चाहिँ अब यस्तो यस्तै होला मान्छे चाहिँ थुप्रै रहेछ होइन म सेकेन्ड टाइम म आउँदैछु यहाँनिर प्रवेश हान्नु आँटिरहेको छु मेलामा ओहो पैसा छैन सानमा हिँड्ने हो म चाहिँ सानमै हिँडिरहेको होला सबै तर म चाहिँ एकदमै सानमै हिँड्ने हो अरे यो माथिबाट चाहिँ हेर्नु सक्नुहुन्छ तपाईँहरूले यस्तो धेरै छ कि कसम मेलामा आउने होइन आज एक गते स्पेसियल सबैलाई होइन अखापारामा अनि र सबैलाई ह्याप्पी माघे सङ्क्रान्ति भन्दै आज चाहिँ भ्लग पनि दामी हुने रहेछ यहाँनिर कुना काप्चा सबै देखाउँछु म किनभने छम्मीहरू जङ्गल पसेर बसिदिरहेको होला होइन अखापारामा सो त्यसलाई देखाउनु पर्ने हुन्छ है यस्तो छ होइन टक्क जुम त पारी सबै डुल्नु न है कुना काप्चा सबै हेर्नु पर्यो नि त आज त ओरे वाह भिड चाहिँ यस्तो बवाल रहेछ नि अझै एमाएर खिच्दै म प्रवेश हान्दैछु मेलाभित्र म मेलाभित्र प्रवेश हान्दैछु मान्छेहरू देख्न सक्नुहुन्छ आम्ममममम तर यसपालि केही नि रहेनछ यार यो बाँसुरीहरू रहेछ यहाँ चाहिँ म त मान्छे यहाँनिर हेर्दैछु क्या कति चाहिँ रहेछ भनेर गन्दैछु के
त आइयो तर पैसै छैन हामीसँग मेला आइयो पैसै छैन अब के गर्ने होइन बाबाले त खतरनाक पारामा यहाँनिर केटाहरू खोज्दै हिँड्दैछु सुजने कता छ होला भाउजू के छ खबर अनि भाउजू मेरो भाउजू देख्नु सक्नुहुन्छ खै सुजन दादा खै सुजन म खोज्दै गर्छु ल भेटेँ भने अहिले लिएर आउँछु बवाल पारामा हिँडिरहेको छु मेलामा होइन यस्तो पैसा छैन सानमा हिँड्ने हो अब यहाँनिर चाहिँ के देखाउनु पर्ने हुन्छ भने तपाईँहरूलाई बाँसुरी पनि देख्न सक्नुहुन्छ अनि यहाँनिर टक्क खेलाउने चिजहरू पनि छ दामी मोबाइल लुगाहरू पनि रहेछ होलसेलको माल होला यो चाहिँ होइन ओहो होलसेलकै रहेछ सबै भन्नु त पऱ्यो नि पैसा छैन होइन ब्रो एम्बो मेलामा प्रवेश हानिसकेपछि चाहिँ यहाँनिर केटाहरू कता कता गयो होइन देखिँदैन यहाँनिर म केटाहरू खोज्दैछु कि यहाँनिर मेरो ग्याङहरू चाहिँ कता गयो यत्रो भिडमा खोज्दैछु म मेरो साथीहरू अरे वाह ओ वाइटी ब्रो वाइटी फाइनली भेटिसक्यो सोल्टा वाइटी अनि उमेश दाई पनि यहाँनिर टक्कसँगले देख्न सक्नुहुन्छ गाइज बवाल पारामा मेलामा आज अखा पारामा प्रवेश हानिदिसकेको छु पैसा छैन तर पनि यस्तो सानो हिँडिरहेको छु नि माग कसम हो कि यस्तो बवाल पारामा आइदिएको तर पैसा छैन सानमा हिँडिरहेको छु यार म बवाल छ ल हिँड्दै जान्छु म हामी अब भर्खर आएको केटाहरू खोज्दैछु क्या म भ्लग यहाँनिर भर्खर कता हिँडेको आफू चाहिँ खै केटाहरू को दोष कता हो झिङ्के पारेर एकदम बवाल ल मनोज भ्लग आइरहेको छु त यहाँनिर खतरनाक पारामा आए हातै गल्यो हाम्रो केटाहरू छैन यहाँनिर होइन पैसा छैन सानमा हिँडिरहेको छु क्या पैसा छैन मसँग सानमा हिँडिरहेको छु कसम गोजीमा कमिला कुदिरहेछ कमिला गोजीमा कमिला कुदिरहेछ गाइस तर पनि म यति धेरै सानमा हिँडिरहेको छु नि ओके छ त हो बवाल यतिको चाहिँ हान्दिनु पर्यो नि त होइन आम्मामा हातै गलिसक्यो यार मेरो आज सन्चै हो एकदम यहाँनिर चाहिँ खेलाउने चिजहरू चाहिँ पैसा छैन भाइ बहिनीलाई लगिदिनु हुन्थ्यो अरे वाह पैसा छैन हाम्रो केटाहरू चाहिँ यहाँ पछाडि टक्क आउँदैछ अझै मैले चाहिँ केटाहरू खोज्नुपर्ने हुन्छ बवाल होइन अरे पैसा छैन त्यही पनि स्थानमा हिँडिरहेको छु म अरे हाम्रो केटाहरू कहाँ गयो त हातै दुख्यो पैसा छैन सानो हिँड्दै गरिसकेँ म हाम्रो केटाहरू आयो पछाडिबाट सोल्टा वाइटी अरे सरी टच गरेको छु नि त बवाल गीत बजिरहेको रहेछ म पनि गएर डान्स हान्नुपर्ने हुन्छ होइन अनि केटाहरूले मेरो क्यामेरा गरिदिन्छ होला भन्ने आशा छ सो यसको लागि चाहिँ हान्नुपर्ने हुन्छ ल लेट्स सी गाइज खोइ कताको उमेश बाबु
भन्छ ओइ फाइनल्ली हामीले चाहिँ टक्क यहाँ आइपुगिसकिसक्यो होइन यो पुल तरेर जानुपर्ने हुन्छ अख्खा पारामा डिएनए अरे वाह बबाले त खतरनाक पारामा माइ खोलाको सिन देख्न सक्नुहुन्छ गाइस तपाईँहरूले अनि यस्तो बबाल भइदिरहेछ नि मेला आज आम्बो पैसा छैन त्यही पनि यस्तो सानमा हिँडिरहेको छु लगाएर मान्छेहरू रातिदेखि नै बसेको रहेछ यहाँनिर प्लेन पनि उडिरहेको छ आकाशमा किन्ने बच्चाहरूले किन्नु पर्यो यो होइन पर्यो नि प्लेन यस्तो बबाल उडिरहेको छ आकाशमा किन्नु परेन म किनिदिन्थेँ पैसा छैन र पनि सानमै हिँडिरहेको छु क्या ल ल ल अनि यहाँनिर चाहिँ हाम्रो स्पेसियल टक्क पारामा यहाँनिर चाहिँ के गर्नुपर्ने हुन्छ भने यहाँ पनि टेन्ट लगाएर मान्छे बसेको रहेछ राति होइन यो तपाईँहरूले देखाइदिन्छु अनि यहाँनिर होटेलतिर त नछिरौँ होला पैसै छैन त्यो दुलोमा छिराउनेले पाएर लोकै गोलै गिलो भइदियो नि छिराउनु त सकिँदैन होला छिरेन यार फाइनली गाइस यहाँ चाहिँ हाम्रो चेलीबेटीहरू देख्न सक्नुहुन्छ अखाबाडामा हाम्रो चेलीबेटीहरू हो ओहो मनोज भ्लगमा तपाईँहरूलाई स्वागत छ मनोज भ्लगमा स्वागत गर्नु पर्यो नि त हात होला हात हल्लाउने कस्तो केटकेटी जस्तो गरेको बुढी भइसक्यो त अब त हात हल्लाउ न यहाँनिर कस्तो जुमिन नाच्नु हिँडेको त हिँड हेलो गाइस हले गरामा चाहिँ मनोज भ्लग पसिसकेको छ डान्स कस्तो छ त केटाहरूको खोइ त मान्छे त के गर्छ त कोहीले
कपिराइट खान्छ है केटाले ओए भयो होला हिँड अब Woi, mana je woi? ला वै डेकै लडिसकेको छ गाइजहरु वै गरिनु है तल्लो घरमा जो सिधै हो यताबाट पनि जाँदिन म त यार जाउँ न जाउँ नाच्नुलाई सबै जाउँ आऊ हो रहेछ हो सबै तुझसे चाहे मैं मरूंगा शादी के दिन शादी मैं करूंगा तुझसे चाहे मैं मरूंगा शादी के दिन हात बोलेर केटाहरू जाँदा डेकमा त्यति नसुहाउने होला भनेर भ्लगमा सबैजना निक्लिनु पऱ्यो नि त
एउटा मजाले तर नचाहिँ भने चाहिँ भरे घर जानु सक्दिनँ म त घरै पुग्नु पर्ने छ मार्छ भाउले ओ Baba. होला
भन्छ भाइ चल बे भोसडी के अर्को ठाउँ के म्यादलमा हो म्यादलमा हो भएन यहाँ म्यादलमा क्या यहाँ तिमी एक्लै थियौ नि अघि त अघि एक्लै अघि लागेर नि मलाई यहाँ अहिले त राम्रो गीत हाल्दैन एउटा कनेक्सन चाहिँ हालेन बहिनी कसो हुनु अरे सिरियसली बता बडे भाइ ओइ यहाँ आएर तल घरमा इन भनेको त्यसैले एउटामा हानेर जाउँ न हो आजै त हो अब फेरि फेरि आउँदैन मागे अर्कोचोटि मात्र हो अर्कोचोटि त अब कोरोना लागेर मेला हुन्छ पनि हुँदैन पनि होइन अक्खा बारेमा केटाहरूले के भन्नु सिकाएछ नि गाइस यति मजा आयो नि मा कसम होइन एकछिन उफ्रिदिएको बहुत मजा आयो होइन मजा आयो नि मलाई होइन मजा आयो नि हो यस्तो गीतमा चाहिँ नाच्नु पर्ने हो नि त अघि नै मैले बाबा अब हान्नु पर्यो होइन बाबालाई हान्नु पर्यो नि त मेला जाने आएको हो नि त हो अनि तपाईँको पारामा यहाँ दाइले आइफोनबाट भिडियो गर्नु हुँदैछ अक्खा पारामा मेरो चाहिँ रेडमी 11 15 16 19 18 2016 मा म जन्मेको हो गीत बज्दैछ है क्या यता जाउँ यतातिर नि हानतिर आइदिउँ नि त झुट्टै ओहो झुट्टै हान्नु पऱ्यो नि त यहाँ यहाँनिर चाहिँ फाइनली गाइस गीत बजिरहेको रहेछ यहाँनिर चाहिँ टक्कसँगले केटा यस्तो गीतमा उखु चाहिँ यस्तो बवाल छ नि मा कसम से बोल रहा हूँ गाइस यहाँ मेरो उखु लम्का लम खाँदा हुने रहेछ अनि यहाँनिर टक्कसँगले क्युबहरू रहेछ होइन पैसा छैन के गर्नु यता बढी चाहिँ खासै मान्छे हो होइन उतापट्टि चाहिँ मान्छे बवाल छ होइन अनि टक्क हामी पारिपट्टि जानुपर्ने हुन्छ ओ मेरो टोली अनि यहाँनिर चाहिँ एकदम बदमहरू पनि छ काँचा बदम भन्दै हान्नु क्या ल ल ल काँचा बदम भन्दै हानिदिन्छु होला म यहीँ अनि यहाँनिर चाहिँ टक्कसँगले गाइस फुलहरू चाहिँ बेच्नलाई दामी दामी फुलहरू ओरे वा फुलहरू टक्क यहाँनिर चाहिँ बेच्नको लागि ल्याउनु भएको छ दामी दामी होइन यदि बबाल बबाल फुलहरू देख्न सक्नुहुन्छ यहाँ आम्बो अनि यहाँ चाहिँ सेकुवा पोल्ने ठाउँ पनि रहेछ होइन मेला हो नि त हुनु पर्यो नि त अब पारिदिउँ है खै हाम्रो टोलीहरू चाहिँ अनि टक्कसँगले यहाँनिर चाहिँ म जानुपर्ने हुन्छ पारिपट्टि ओहो यहाँ त मा कसम फोन झर्ने रहेछ पुल पनि यस्तो बवाल छ यहाँ हेर्नुहोस् पुल चाहिँ यस्तो रफ मान्छे यस्तो धेरै होइन
यहाँनिर चाहिँ के गर्नुपर्ने हुन्छ भने म चाहिँ अब भिडियो बनाउँदै ठिक होला होइन पुल देख्नुहोस् गाइस अरे माया कसम यस्तो डेन्जरस पुलमा हिँडिरहेको छ मान्छेहरू होइन भाँचेर सबै तल झऱ्यो भने कति मजा हुन्छ होइन पालै पालो आएको भए भइहाल्दैन होइन अघि आएको नि मामा एक्लै आउनु भएको मामा ए हामीलाई त यस्तो है रमाइलो अनि यहाँनिर पुल हेर्नुहोस् अरे वाह भिडियो देखाइदैन पुलबाट तरेको अब फाइनल्ली पुल गाइस यस्तो खतरनाक मुनि पानी यो भाँच्यो भने मा कसम बला होइन म त यही भिडियो बनाउँदै अझै पाहाडपट्टि मान्छे यस्तो आइदिरहेको छ यतापट्टि पनि मेला पुरै लागिरहेको छ होइन माथि माथि हेर्न सक्नुहुन्छ अनि यहाँनिर पुल चाहिँ मा कसम वान मिटर ग्याम ओभर यहाँ पानीमा जाडोमा नुहाएको पनि छुइनँ मैले 1 महिना भयो होइन 1 महिना भयो मैले नुहाएको अब यहाँ लडियो भने चाहिँ नुहाइन्छ पक्का पनि होइन नुहा ढाँटी गाउन भनेको 1 महिना भइसक्यो नुहाएको म चाहिँ म लड्यो भने त मा खोलै धमिलो हुन्छ म नुहायो भने त मा कसम खोलै धमिलो हुन्छ माछाहरू मर्छ मेरो महिलाले पुलमा चाहिँ यत्तिकै प्याक छ मान्छेहरू चाहिँ हेर्नुहोस् होइन फाइनली गाइस यहाँनिर चाहिँ एकजना ट्राफिक जी पनि बस्नुभएको छ अगाडि अखापारामा ट्राफिक देख्न सक्नुहुन्छ होइन मान्छे यहाँबाट हामी लाइनमा बस्दै केटा हाम्रो एकजना प्याक गर्दै गएन ए हाम्रो पनि लाइन छ यहाँ यत्रो जना ए छिटो न धीरे धीरे पुल चाहिँ यस्तो डेटी छ नि मा कसम यो के जोल्टाइ जोल्टाइ फाइनली भ्लगर पनि छिर्यो माघमा धन्न म त लडिनँ म लडेको भए त माछा सबै मर्थ्यो मेरो महिलाले मा कसम बोलेको आयो 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 हाम्रो केटाहरू खोइ आम्मा यहाँ चाहिँ के हो यो यस्तो टक्क दामी छ है गाइस देख्न सक्नुहुन्छ मेला यस्तै आज अब चाहिँ यहाँ माथि टक्क जानुपर्ने हुन्छ ओ ग्याङहरू कता हो यता यार माइ पनि रक बनाउँदै जान थाल्नु जान थाल्नु न जान जान केटीहरु भेला भयो ए छोडे राम्रो डान चाहिँ हान्नु पर्छ किन अहिले गाइस यहाँ देख्न सक्नुहुन्छ यस्तो नुडल्सहरूको होइन ब्रेडहरूको चाहिँ बजार छ ब्रेडको चाहिँ होइन यहाँ देख्न सक्नुहुन्छ तपाईँहरूले अनि यता उदो उदो पनि बवाल एकदम बवाल खतरनाक भइदिरहेको छ देख्न सक्नुहुन्छ ब्रेड किनौँ है एउटा आन्टी 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 के लगौँ त हौ यहाँबाट के लगौँ त यस्तो यस्तो चिजहरू चाहिँ यहाँबाट किन्नु पर्यो के किन्नु ठिक छैन कुन कम्पनीको हो पनि कहाँबाट आएको हो पनि होइन थाहा छैन दा यो कसरी हो यो यसलाई 50 रुपियाँ यति महँगो पर्छ यहाँ
म चाहिँ किन्दिनँ है त्यतिकै सोधेको म त यो पनि प्याकिङ होला है पुरा शेयर सब्सक्राइब ध्यान दिने हो भरे हान्दिने ल ल ल